KNH र जर्मन कोअपरेसनको सहयोगमा भोइस अफ चिल्ड्रेन प्रस्तुत गर्दछ कार्यक्रम अनलाइन बाल सुरक्षा। नमस्कार, म प्राशल अनि म शिवानी। स्वागत छ रेडियो कार्यक्रम अनलाइन बाल सुरक्षामा। यो कार्यक्रममा हामीले इन्टरनेट सामाजिक सञ्जालको प्रयोगमा अपनाउनु पर्ने सावधानी, अनलाइन बाल यौन दुर्व्यवहार न्यूनीकरण र संरक्षणको विषयमा छलफल गर्छौं। हामीलाई सुन्दै रहनुहोला। हाम्रो कार्यक्रमको मुख्य उद्देश्य इन्टरनेट सामाजिक सञ्जालको प्रयोग गर्दा आइपर्ने जोखिम, अपनाउनु पर्ने सावधानी बारे सचेत गराउँदै बालबालिकालाई अनलाइन यौन दुर्व्यवहारबाट बचाउनु हो। कार्यक्रम अनलाइन बाल सुरक्षा तपाईले प्रत्येक शनिबार साँझ 6:30 बजे कोशी प्रदेशमा सप्तकोशी FM 90 मेगाहर्ज, बागमती प्रदेशमा मेरो FM 93.3 मेगाहर्ज र गण्डकी प्रदेशमा एभरेस्ट FM 93 मेगाहर्जमा एकसाथ सुन्न सक्नुहुन्छ। AI प्रविधिमा बालबालिकाको फोटो, भिडियो, स्वर प्रयोग नगरौं। अनलाइन दुर्व्यवहार र जोखिमबाट बालबालिकालाई संरक्षण गरौं। बाल संरक्षणका लागि भोइस अफ चिल्ड्रेनको अभियान। के छ प्राशल, सन्चै छौ? एकदम ठिक छु। बरु तिम्रो सुनाऊ, के छ खबर? मेरो पनि ठिकै छ। कलेज गयो आयो चलिरहेछ। कलेजको कुरा गरेपछि सम्झे, के हो शिवानी, आजभोलि तिम्रो साथी नेहालाई के भएको छ? जहिले सिरियस देख्छु त, सन्चो छैन कि क्या हो? होइन, ऊ अर्कै कुराले तनावमा छ। कस्तो तनाव? इन्टरनल टेस्टमा फेल भयो कि क्या हो? त्यस्तो होइन के, उसलाई अर्कै कुराले तनाव भयो हो। के कुराले? कस्तो तनाव? कुरा त्यस्तै छ, तिमीलाई किन भनिरहनु पर्यो? अरू कुरा गर न। के कुरा हो हामीलाई भन्नै नहुने? तनाव त सेयर गर्यो भने न कम हुन्छ भन्छन्। एकजनाले व्हाट्सएपमा जे पाए त्यही फोटो भिडियो पठाएर पब्लिक गरिदिन्छु भनेर धम्क्याइरहेछ रे, त्यही भएर तनावमा छे। कसरी त्यस्तो भयो त? कसरी हुनु नि, एकजनाले फेसबुकमा फ्रेन्ड रिक्वेस्ट पठाएछ। अनि त्यो त के ठुला कुरा भयो र? पहिले पुरै कुरा त सुन। सरी, ल भन त, खासमा भएको के हो? फेसबुकमा रिक्वेस्ट आएपछि साथी बनिछ, पछि कुरा हुँदै गएपछि नजिक भइछ। अनि व्हाट्सएपमा नम्बर सेयर भयो, उसले फकाउँदै गएपछि इन्टिमेट कुरा गरी फोटो भिडियो पठाई। अनि अहिले आएर भयो चाहिँ के? त्यही नेहाले पठाएको फोटो भिडियो म्यासेज जम्मै पब्लिक गरिदिन्छु भनेर धम्क्याइरहेछ रे। यस्तो बेलामा उसलाई उचित मनोपरामर्श चाहिन्छ। के हो फेरि यो मनोपरामर्श भनेको? साइकोलोजिकल काउन्सिलिङ। मान्छे तनावमा भइरा बेला यसले के काम गर्छ त? गर्छ नि। साइकोलोजिकल काउन्सिलिङ एउटा यस्तो विधि हो जहाँ पीडितले आफूले बेहोरेको घटना र अवस्था बारे सहज ढङ्गले बताउन सक्छन्। त्यसो पो हो नि। अर्को कुरा, पीडितको अवस्थालाई ध्यानमा राखेर साइकोलोजिकल काउन्सिलिङ गर्यो भने त्यसले पीडकलाई कारबाही र पीडितलाई न्याय दिने प्रक्रियामा समेत सहयोग पुग्छ। खै, हामी कहाँ त साइकोलोजिकल काउन्सिलिङलाई महत्त्व दिए जस्तै लाग्दैन। बरु जसले धम्की खेपेको छ, जो यौन दुर्व्यवहारमा परेको छ, कतिले त उसैलाई गाली गरेको देखेको सुनेको छु। तिमीले ठिक भन्यौ। कतिपय घटनामा पीडितले स्पष्टसँग आफ्नो कुरा नराख्दा पीडक उम्कने अवस्था समेत बन्ने गरेको छ। त्यही त भन्या, खासमा यस्तो हुनु राम्रो होइन नि। त्यसैले त यस्तो बेला यौन शोषण दुर्व्यवहारबाट पीडितको मन र शरीरको अवस्था बुझेर त्यही अनुसारको व्यवहार गर्न सक्ने मनोपरामर्शदाता अर्थात् काउन्सलरको आवश्यकता पर्छ। यसको अर्थ अनलाइन बाल यौन दुर्व्यवहारमा परेको अवस्थामा बालबालिकाका लागि सहज ढङ्गले कुरा राख्ने वातावरण बनाउन साइकोलोजिकल काउन्सिलिङ निकै ठुलो भूमिका खेल्ने रहेछ है। हो नि। पीडितले आफ्नो कुरा राख्ने अवस्था बनेन भने त दोषीहरूले उम्कने मौका पाउँछन्। भनेपछि अनलाइन बाल यौन दुर्व्यवहारका घटनामा पीडितलाई साइकोलोजिकल काउन्सिलिङ दिने कुरामा ध्यान दिएन भने त अनुसन्धान प्रक्रियालाई निष्कर्षमा पुर्याउने समस्या हुन सक्छ। हो नि। हामीले अवस्था अनुसार, घटना अनुसार पीडित बालबालिकालाई साइकोलोजिकल काउन्सिलिङ दिन सक्यौं भने उनीहरूलाई न्याय दिलाउन पनि सहयोग पुग्छ। अभिभावकको निगरानीमा मात्र सामाजिक सञ्जाल चलाउन बालबालिकालाई प्रोत्साहित गरौं। अनलाइनबाट हुने दुर्व्यवहार र जोखिमबाट बालबालिकालाई सुरक्षित राखौं। बाल संरक्षणका लागि भोइस अफ चिल्ड्रेनको अभियान। प्राशल, हामी कहाँ एउटा अचम्मको बुझाइ छ नि, तिमीले ख्याल गरेछौ? कस्तो बुझाइको कुरा गरे हो तिमीले? त्यही के, बालबालिकालाई गाली गरेपछि मात्रै सबै ठिक हुन्छ भन्ने। यो सोच त एकदमै गलत हो शिवानी। म पनि त्यही त भन्दैछु। बालबालिकाबाट गल्ती हुन सक्छ, तर गाली मात्र गरेर भएन नि। अहिले त झन् ग्याजेट्स, इन्टरनेट, सोसियल मिडियाले बालबालिकाको शारीरिक मानसिक अवस्थामा प्रभाव पारिरहेको छ भन्ने बुझेर उनीहरूलाई गाली होइन, उचित परामर्श दिनुपर्छ। अनि सँगसँगै उनीहरूलाई उचित मनोपरामर्शको माध्यमबाट ग्याजेट्स, इन्टरनेट, सोशल मिडियाको नकारात्मक प्रभावबाट जोगाउनु पर्छ। अर्को कुरा, हामी बालबालिका स्वयंले पनि कुनै समस्यामा परेको अवस्थामा कुरा गुम्साएरै राख्नु हुँदैन।
अभिभावक शिक्षकहरूसँग छलफल गर्नुपर्छ। अझ मलाई त के लाग्छ भने नि प्रासल, के कुरामा? हामी बालबालिकाले इन्टरनेट सोसल मिडिया प्रयोग गर्ने कुरामा। के लाग्छ भन न त। अभिभावक शिक्षकहरूले बालबालिकाले इन्टरनेट सोसल मिडियामा के गरिरहेछन् भन्ने कुरामा निगरानी राख्नै पर्छ। त्यति मात्र होइन, जहिले पनि बालबालिकालाई इन्टरनेट सोसियल मिडियाको सही प्रयोगका लागि प्रेरित गर्नुपर्छ। राम्रो उद्देश्यका लागि मात्र इन्टरनेट सोसल मिडियाको प्रयोग गर्न बालबालिकालाई कसरी प्रेरित गर्न सकिन्छ त्यो चाहिँ भन न। एकैछिनपछि भन्छु ल। अहिले चाहिँ आम सर्वसाधारणको भनाइ सुनौ। उहाँहरूले बालबालिकालाई अनलाइन यौन दुर्व्यवहारबाट बचाउन सुरक्षाका लागि के कस्ता कुरामा ध्यान दिन जरुरी ठान्नु हुँदो रहेछ बुझौँ। सबभन्दा पहिला उनको फ्यामिली नै हुनु पर्यो। फ्यामिली नै सचेत भएर चाहिँ अब बालबालिकाहरूलाई मोबाइल नदिने, अन्त विभिन्न अब भएका अहिलेसम्म घटेका घटनाहरू यो बेलामा यस्तो हुन्छ, यो भनेको तिमीहरूको टिनेज हो, यस्तो बेलामा कुनै अपरिचित मान्छेहरूसँग बोल्न हुन्न, कसैले ललाइ फकाली यस्तो गर्छु भनेर पलवनमा पार्लान्, त्यस्तो पलवनमा पारेर तिमीहरूले त्यस्तो विश्वास गर्न हुँदैन भन्ने कुराहरू पहिला त फ्यामिलीबाटै सिक्नु फ्यामिलीले सिकाउनु पर्यो। स्कुलहरूमा सबैभन्दा अब बालबालिकाले यस्तो विषय सिक्ने, यस्तो विषयमा थाहा पाउने भनेको स्कुलबाटै हो। स्कुलमा अलिकति ओरिएन्टेसन भयो, स्कुलमा सिकाइयो भनेदेखि अब यस्तो खालको घटनाहरू घट्यो भने कहाँ कम्प्लेन गर्ने, कसरी कम्प्लेन गर्ने भने स्कुलमै सिकाउनु पर्ने हुन्छ। अब बाबुआमाले पनि अब इन्टरनेटको युज गर्न दिँदाखेरि अलिकति उनीहरूलाई कसरी अलिकति निगरानी गर्ने, हेर्ने, के चलाइराखेको छ, कसरी हेरेर उसको हिस्ट्रीहरू हेरेर सल्लाह सुझाव दिने, अथवा कन्टेन्ट फिल्टर, यो कन्टेन्टलाई फिल्टर गर्ने सिस्टमहरू हुन्छ, त्यो आफूले त्यो गरिदिने, जानेको बाबुआमाले उसलाई एक्लै बसेर रुममा लुकेर हेर्न नदिने, त्यस खालको प्र्याक्टिसबाट पनि बालबालिकालाई एब्युज हुनबाट बचाउन सकिन्छ। आफ्नो परिवारले चाहिँ बालबालिका प्रति चाहिँ ठुलो जिम्मेवारी लिनुपर्छ र परिवारले नै पहिलो केयर गर्नुपर्छ। परिवार हो पहिलो त्यसको प्राथमिकता परिवारले लिनुपर्छ। परिवारले नै त्यो कुराहरूमा सचेत गराउनुपर्छ। हामी बाहिरको मान्छे त गएर एकैचोटि त्यसरी उनीहरूलाई यसो नगर, त्यसो नगर, यो गर, त्यो गर भनेर भन्न सक्दैनौँ। सक्छौँ र सक्दैनौँ। ल अब राम्रो उद्देश्यका लागि मात्र इन्टरनेट सोसल मिडियाको प्रयोग गर्न बालबालिकालाई कसरी प्रेरित गर्न सकिन्छ भन त। पहिलो कुरा त च्याट वा कुनै माध्यमबाट नचिनेको व्यक्तिले आफ्नो वा परिवारको बारेमा कुनै जानकारी मागेमा नदिने भनेर सम्झाउनु पर्छ। अनि अरू? राम्रो उद्देश्यका लागि इन्टरनेट सोसियल मिडियाको प्रयोग गर्ने हो भन्ने शैक्षिक सामग्री पाइने अनलाइन साइटहरू मात्र भिजिट गर भनेर बालबालिकालाई सम्झाउने। अर्को कुरा, अभिभावकहरूले बालबालिकाका लागि अनलाइन बस्ने निश्चित समय तोकिदिनु पर्छ। सुत्ने बेलामा फोन वा ट्याब्लेट प्रयोग गर्न दिनु हुँदैन। तिमीले ठिक भन्यौ। हामीले सकेसम्म एक्लै बसेर इन्टरनेट सोसियल मिडिया चलाउनु हुँदैन। अनि इन्टरनेट सोसियल मिडिया चलाउँदा जोखिममा पर्न सक्छु भन्ने कुरामा एकदमै विचार पुर्याउनु पर्छ। अभिभावकहरूले समयमै ध्यान दिन सके बालबालिकालाई अनलाइन यौन दुर्व्यवहारबाट बचाउन सकिन्छ। हामी सबै अभिभावकहरूलाई आफ्ना बालबालिकाले इन्टरनेट सोसियल मिडियामा के गरिरहेका छन् भन्नेमा ध्यान दिन अनुरोध गर्छौँ। साथै बालबालिकालाई निरन्तर असल उद्देश्यका लागि इन्टरनेट सोसियल मिडियाको प्रयोग गर्न प्रेरित गर्नुहोस् भन्ने आग्रहका साथ कार्यक्रममा अब बाल श्रोता क्लब गठनबारे जानकारी दिँदैछौँ। हामीसँगै रहनुहोला। साथीहरू, बालबालिकामाथि इन्टरनेट र सामाजिक सञ्जालको माध्यमबाट हुने यौन दुर्व्यवहार विरुद्ध सामूहिक अभियानलाई अझ व्यापक र प्रभावकारी बनाउनका लागि तपाईँहरूले बाल श्रोता क्लब गठन गर्न सक्नुहुन्छ। अनलाइन बाल यौन दुर्व्यवहार विरुद्धको अभियानमा तपाईँ हामीबीच सहकार्य आवश्यक छ भन्नेमा जोड दिँदै भोइस अफ चिल्ड्रेनले बाल श्रोता क्लब गठन गरिरहेको छ। साथीहरूले कम्तीमा 10 जना र बढीमा 15 जनासम्म रहने गरी क्लब गठन गर्न सक्नुहुन्छ। यसरी गठन गरिएको क्लबमा तपाईँहरूले आपसमा सल्लाह गरेर एकजनालाई अध्यक्ष, एकजनालाई उपाध्यक्ष र एकजनालाई सचिव चुन्न सक्नुहुन्छ। आफ्नो विद्यालय वा समुदायमा बाल श्रोता क्लब गठन गरेपछि तपाईँहरूले भोइस अफ चिल्ड्रेनको टेलिफोन नम्बर 0154480018, इमेल ठेगाना info@voiceofchildren.org.np मा जानकारी गराउन सक्नुहुन्छ। अनि क्लबको नाम राख्दा आफ्नो ठाउँको नाम अगाडि जोडेर राख्न सक्नुहुन्छ। यसरी गठन गरेको बाल श्रोता क्लबलाई भोइस अफ चिल्ड्रेनले सहजीकरण गर्छ। तपाईँ स्वयं वा तपाईँको साथी, आफन्त कोही पनि अनलाइन बाल यौन दुर्व्यवहारबाट प्रभावित बन्नु भएको छ, कसैले तपाईँलाई अनलाइनबाट यौन दुर्व्यवहार गर्न खोजेको छ भने तत्काल मोबाइल नम्बर 98513 41441 मा खबर गर्न सक्नुहुन्छ। साथीहरूलाई बाल श्रोता क्लब गठन गर्न अनुरोध गर्दै आजका लागि कार्यक्रम अनलाइन बाल सुरक्षाबाट म प्राशल अनि म शिवानी बिदा माग्छौँ। नमस्कार।
बाल विवाह हुन लागेको वा भएको थाहा पाएमा नजिकको प्रहरी कार्यालय वा प्रहरी हटलाइन 100, बालबालिका खोज तलास केन्द्र 104 र बाल हेल्पलाइन 1098मा खबर गरौँ। बाल विवाह गर्नु र गराउनु दुवै सामाजिक अपराध हो। बाल संरक्षणका लागि भोइस अफ चिल्ड्रेन र जस्ट राइट्स फर चिल्ड्रेन इन नेपालको अभियान।